छिटो बनाउनुस् न दाजु छिटो छिटो पन्ने निकाल्नु खानुहुन्छ तपाईँ कति रुपियाँको बनाइदिनु अरे के त्यो जगमा बनाएको हजुर त्यो पिकअपको डाला छैन पिकअपको डालामा फिट्नुहोस् न हौ होइन जगमै बनाउँछ भक्ते भाइ अरे एक दाजु तेरिका हो बिस्तारी खोदाउनु फेरि एकपल्ट कता भित्र देशको अपोजिट बाहिर देश खाँदाखेरि के भन्छ भाइले बाहिर देश गएको बाहिर हौ देश दाजु लु कति रुपियाँको दिनुपर्ने तपाईँलाई खान हौ यो दाजुले बुझ्दैन के हो बुढीले मार्छ हौ मलाई छिटो गर्नुहोस् नि हौ बाहिर देश लगिदिएको झालमुडी अन्त अब बाहिर देशमा यो भैयाहरूको जस्तो अब हातको मिठो मिठो झ्यालमुडी कहाँ पाउँछ पिकअप पनि आयो छिटो बनाउनुहोस् न हौ दाजु पिकअप गयो भाइ पिकअप गयो त अस्ता त्यहाँ माथि नै कहाँ लगेको पिकअप मुनि झालमुडी फिट्नुपर्छ त्यो डालामा भनेको विदेश लानु नलानु यो भैयाको झालमुडी कहाँ पाउँछ दामी पिकअपमा छिराउ मुनि पिकअपमा जाने तिमी चाहिँ विदेश होइन पिकअपमा त उयो झालमुडी पो लाउने झालमुडी चाहिँ डालामा अब फिट्छ नि हाम्रो भैया बेलचा मगाइदिँदैछु छैन पिकअपमा लाने खाले सामानै छैन यहाँ आमा उसको उयसमा गोदाममा सानो राखेको छ होइन हजुर भैया तपाईँले गोदाममा राख्नु भएको छ हजुर हजुर गोदाममा राखी छ नि हामी छिटो गर्नुहोस् न हजुर हाम्रा पनि दुधो बालकाहरू छन् भात के भन्नुभयो दाजुले पुच्का लगाउन अहिले हल्का चाप खै खाँदै गर्नुहोस् न कस्तो बनाएको छ विदेशमा फेरि हाम्रो त्यो गोरी गोरी केटीहरूलाई पनि दिनुपर्छ कि यहाँ ल्याउ ल्याउ चाकु चाकु कस्तो विदेश जाँदाखेरि चाहिँ यहाँको झालमुडीले उता पनि पाउँछ होला त अन्त कहाँ पाउँछ होइन दाजु चाख्नु पाउँदैन दाजु सिधै किनेर खानुहोस् बरु त्यत्रो एक पिकअप माग्दैछु कस्तो खाने मान्छे लाँदैन ल होइन दाजु अब अलिकति खाएर जानुहोस् कति रुपियाँको बनाइदिनु चाख्नुहोस् यहाँ चाख्नु मिल्दैन दाजु चाख्नु न दिइहाल्नु न हेर एक पिकअप मगाएर आएछ कस्तो कहिले मेरो भाइ हो मेरो भाइ दिन्छ पैसा तपाईँले भनेर दिँदैछु लु थप्नुहोस् देऊ 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 अर्कोमा थप्नुहोस् यो त सुङसु मात्रै त हो लगाइदेऊ न घप्पै लगाइदेऊ न डल्लै होइन अहिले खोप्टी जान्छ चाखा त कस्तो रहेछ विदेश लान्छु भन्छ भाइले यहीँबाट झालमुडी कस्तो भएछ हजुर ठिक छैन कस्तो भएछ भाइ ठिक छैन ठिक छैन के भन्छ 5 वर्ष भइसक्यो मैले बनाएको ठिक छैन भन्नुहुन्छ 5 दिनको जस्तो छ यो चाहिँ हेर्नुहोस् दाजु यसरी लुट्नु पर्छ है विदेश गएको होइन काममा गएको हौ दाजु पिकअपमा गाउँदैछु विदेश गएको त होइन अरे काममा गएको अरे बित्थामा तिमीले चाट्नु लागि मात्रै नआएको रहेछ दाजु तपाईँ आएको हाउडे मान्छे रहेछ कसले त बढाउनु लाग्यो त अन्त बिचमा त्यत्रो सामान घेर गयो हजुरले मैले यहाँ बनाएर राखिरहेको अहिले आउनु बित्तिकै कसैले माग्छ दिनुको लागि रेडी बनाएको थिएँ तपाईँले लाटा रहेछ लाटा तिमीहरू सारा धरतीमा बस्दै गर म त नासासँग कोलाबोरेसन गरेर